हरेक ढङ्गले औपचारिक विद्यार्थीहरूभन्दा अनुशासित पूर्वक ढङ्गले 4 महिनासम्म हाम्रो विद्यालयमा विद्यार्थीको रूपमा सुदूरपश्चिम दार्चुला जिल्लाबाट आएर हाम्रो विद्यालयको शिक्षण क्रियाकलापमा सहभागी हुने छात्रा करिश्मा धामीलाई आफ्नो सृजना वाचनको लागि म अहिले पनि स्टेजमा निम्त्याउँछु। करिश्मा धामी। विद्यार्थी भाइ बहिनीहरू, आफूले खाएको ग्लासहरू डस्टबिनमा राखिदिनको लागि अनुरोध गर्दछु। करिश्मा धामी। धन्यवाद सञ्चालकज्यू। यस विदाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरू, प्राध्यापकज्यू, गुरुवर्ग, अभिभावकज्यूहरू, आज विदाई भएर जाँदै गर्नुभएका मेरा प्यारा साथीहरू र मभन्दा साना भाइ बहिनीहरू, स्वीकार्नुहोस् म कक्षा 12 की छात्रा करिश्मा धामीको तर्फबाट न्यानो अभिवादन। सर्वप्रथम त म सुदूरपश्चिम दार्चुलाको मान्छेलाई यस विद्यालयको नियमित विद्यार्थी नभए पनि नियमित विद्यार्थीले जस्तै गरी पठन पाठनमा सहभागी भई आजको यस विदाई तथा शुभकामना कार्यक्रममा सहभागी गरिदिनु भएकोमा खुसी व्यक्त गर्न चाहन्छु। करिब 6 महिनासम्म यस विद्यालयको विद्यार्थी भएर अध्ययन गर्दै गर्दा धेरै सम्झनाहरू सँगाल्ने अवसर पाएकी छु। यी सम्झनाहरू सँगाल्दै म मेरो रचना वाचन गर्ने अनुमति चाहन्छु। सोचे जति भन्दा धेरै, चाहे जति गर्नु, कन्चाले छ थोरै अब धेरै मती भन्नु। जाली छ यो दुनियाँ ख्याल गर्नु साथी, जाली छ यो दुनियाँ ख्याल गर्नु साथी। ज्ञानी हुनु सधैँभरि धेरै प्रगति गर्नु। सोचे जति भन्दा धेरै, चाहे जति गर्नु, सम्झ्यो जति मनले उठी मनै यहाँ हुन्छ। बिदाईका पलहरू नमिठो नै हुन्छ। भेट्नु सँगै सत्य कुरा छुट्टिनु नि हो, भेट्नु सँगै सत्य कुरा छुट्टिनु नि हो। सोचे जस्तो सजिलो यो कहाँ हुन्छ, सम्झ्यो जति मनले उठी मनै यहाँ हुन्छ। सङ्घर्ष हो यो जिन्दगी मान्नु हुन्न हार, आई बढ्ने चुनौतीलाई गर्नुपर्छ पार। हिँड्दा हिँड्दै लडे पनि फेरि उठेर, हिँड्दा हिँड्दै लडे पनि फेरि उठेर, सफलताका पाइलाहरू सधैँ अघि सार। सङ्घर्ष हो यो जिन्दगी मान्नु हुन्न हार। धन्यवाद। धन्यवाद। सुदूरपश्चिमकी छात्रा